अनि यो 2082 सालकोमा हाम्रो घरमा चाहिँ लास्टै शत्रु पनि भयो, दशा पनि लाग्यो होइन। यो 2082 साल चाहिँ भगवान् कहिले जान्छ भनेर मैले यहाँ हात गनी 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 दिन गनिरहेको छु, कहिले जान्छ भनेर होइन। यसपाल त हाम्रो फ्यामिलीमा धेरै नराम्रो घटना पनि घटिरहेछ, नराम्रो दशा लागिरहेछ के साथीहरू। अनि त्यही भएर अब आउँदै गरेको 2083 साल चाहिँ यस्तो शत्रुहरू सबै नाश भएर जाओस् होइन। अनि यस्तो दशा यस्तो नराम्रो उहरू सबै गएर जाओस् भनेर चाहिँ म सधैँ पशुपतिनाथसँग पनि प्रार्थना गर्दछु। र अनि यो 82 सालमा लास्टै नराम्रो दशा के हाम्रो बाजे पनि बित्नु भयो, अनि हाम्रो छ्यामा पनि बित्नु भयो होइन। अनि त्यसपछि त्यस्तै नराम्रो भइरहेछ। र मेरो आफ्नै घरमा आफ्नै उसमा के अरे बाबा मम्मी पनि बिरामी त्यस्तै हुनुहुन्छ होइन। अनि त्यसपछि फेरि मेरो घरमा त्यसरी सामानहरू अब त्यो शत्रु लागेर फुटाइदिने उ गरिदिने होइन, यस्तो भइरहेछ क्या। अनि त्यही भएर चाहिँ अब आउँदै गरेको 83 साल चाहिँ एकदमै खुसी सुख खुसी र के अरे राम्रो कुराहरू मात्रै सुन्न पाओस् भनेर म सधैँ पशुपतिनाथसँग पनि प्रे गर्दै जान्छु होइन। र त्यो मेरो सामान फुटाउने मान्छे को हो के हो भनेर होइन। यो कलियुगको जमाना त भन्छ होइन, देख्नु त देखिन्छ नै भन्छ होइन। भगवान्ले अब माथिबाट हेरिरहेछ, अब आफूले त्यस्तो गरेको छैन होइन। त्यस्तो गर्नु मन पनि लाग्दैन, कसैको रिस डाहा भन्ने कुरा मनमा आउँदा पनि आउँदैन होइन। तर मान्छेले चाहिँ गरिखाएको चाहिँ देख्न नसक्ने रहेछ क्या, त्यस्तै लाग्यो कि मलाई। अनि चाहिँ त्यो मान्छेको अनि सामानहरू त्यत्तिकै फुटाइदिने उ गरिदिने होइन, मान्छेको उ गरिदिने त्यस्तो हुँदो रहेछ क्या। अनि त्यही भएर साथीहरू अब हजुरहरूको त 82 साल कस्तो भइरहेछ, मेरो चाहिँ तनावै तनाव दशा होइन, शत्रु कमाइरहेको छु होइन। र अब आउँदै गरेको 2083 साल चाहिँ हाँसी खुसी र शत्रुहरू जतिसुकै त्यो मेरो के अरे घरमा शत्रुहरू आइलागेको छ तिनीहरू चाहिँ नाश भएर जाउन् भन्छु होइन। आफ्नो सोझो सिधा बोलिन्छ, सोझो सिधा मान्छे हो होइन। अब त्यस्तो अर्को त्यो लुट्ने खाने ढाट्ने त्यस्तो छल्ने त्यस्तो हुँदैन के, आफ्नो मनमा चाहिँ त्यस्तो हुँदैन। अब अरूको चाहिँ हुने रहेछ भने जे होस् थाहा पाइयो होइन। अब त्यस्तै हो अब। र अब जति दुःख भए पनि जति त्यो शत्रुहरू आइलागे पनि होइन, हाँस्नै पर्दो रहेछ। र आज चाहिँ एकदमै नरमाइलो फिल भइरहेछ के। अनि त्यस्तो हुने रुममा पनि। त्यही भएर अब रुनु पनि के रुनु होइन। अब आफ्नो जति दुःख गरेर अब कमाएर अनि सामान जोडेको हुन्छ नि त। अनि जस्तै प्लास्टिक होस् न उ होस् न होइन, जस्तै भए पनि आफ्नो सामान हो नि त, माया त लाग्छ नि त। अनि त्यही भएर रुन त होइन, मन चाहिँ ढुकढुक हुन्छ क्या, ढुकढुक भइरहेछ। त्यसपछि सानो भिडियो चाहिँ बनाएर हालौँ न भनेर यस भिडियो बनाइरहेको हो। र आउँदै गरेको यही 2082 सालको तिहारमा हजुरहरूलाई धेरै शुभकामना। र जहाँ भए पनि खुसी साथ मनाउनु होला भन्दै आजलाई यति भन्दै बाई बाई सबैजनालाई ह्याप्पी तिहार।